सबैजनाले मेरो युट्युब च्यानलमा नमस्ते छ। मैले अस्ति नै एउटा भिडियोमा मैले तपाईहरुले भनिसकेको थिएँ कि नेक्स्ट भिडियोमा म तपाईहरुले क्लिन अप देखाउने छु। त आज हेर्न सक्नुहुन्छ गाइस, म क्लिन अप देखाउने छु तपाईहरुले। मेरो भिडियो लास्टसम्म हेरिदिनु होला। आज चाहिँ यहाँनिर क्लाइन्ट चाहिँ रेडी भइसकेको छ। आज म क्लिन अप चाहिँ स्किन केयरको चाहिँ गर्नु जाँदैछु। यहाँनिर फर्स्ट स्टेप चाहिँ क्लिन्जर छ, सेकेन्ड स्टेप चाहिँ स्क्रब छ, थर्ड स्टेप चाहिँ मसाज क्रीम छ, लास्टको 5 स्टेप चाहिँ फेस पैक छ। त हेर्नुहोस् गाइस लास्टसम्म क्लिन अपमा कुन स्टेप हुन्छ, कस्तो हुन्छ। क्लिन अप गर्दाखेरि के सामान लाग्छ यहाँ हेर्न सक्नुहुन्छ। पहिला फर्स्ट चाहिँ हामीले हेयर बेल्ट मजा गरी त्यो हेयरले चाहिँ ब्याक साइड गरेर लगाउनु पर्छ। सेकेन्डमा चाहिँ ड्रेस क्लाइन्टको खराब नहोस् भनेर यहाँनिर सानो एउटा टावेल हामीले सबैतिर यहाँनिर ड्रेसमा चाहिँ कभर गरिसकेको छौं। सक्नुहुन्छ गाइस, यहाँ बहिनीले चाहिँ क्लिन्जर गर्नु हुँदैछ। मजा गरी फिंगरहरु चाहिँ घुमाउनु हुँदैछ। यो भिडियो देखेर यो स्टेपहरु तपाईहरु घरमा पनि गर्न सक्नुहुन्छ गाइस। यो क्लिन्जर चाहिँ हामी किन गर्छौं भन्दा अब कसै क्लाइन्टले चाहिँ सनस्क्रिमहरु लगाएर आउनुहुन्छ या बाहिर अब शपिङहरु गरेर अब डस्टहरु बोकेर आउनुहुन्छ। त्यो डस्टहरु चाहिँ रिमुभ गर्नको लागि या सनस्क्रिम रिमुभ गर्नको लागि चाहिँ हामी क्लिन्जर फर्स्ट स्टेप गर्छौं। क्लिन्जर गरिसकेपछि चाहिँ यसरी क्लिन गर्नुपर्छ। हेर्न सक्नुहुन्छ गाइस, क्लिन्जरमै कति डिफरेन्ट देखिरहेको छ, कति क्लिन लागेको छ। त्यसपछि चाहिँ हामी सेकेन्ड स्टेपमा जान्छौं, स्टिम दिन्छौं फेसमा। क्लिन्जर रिमुभ गरेपछि चाहिँ सेकेन्डमा हामीहरु स्टिम दिनेछौं। हेर्न सक्नुहुन्छ गाइस, यहाँ बहिनीले स्टिम दिइरहेको छ। नोसमा मजा गरी स्टिम लाग्नुपर्छ। हेर्न सक्नुहुन्छ गाइस, यहाँ बहिनीले चाहिँ गरिराख्नु भएको छ। स्टिम दिइसकेपछि चाहिँ यसरी कसैको ब्ल्याक हेड्सहरु चाहिँ एकदमै ज्यादा हुन्छ या व्हाइट हेड एकदम ज्यादा हुन्छ, यसरी निकाल्नु पर्छ। ज्यादा प्रेसर पनि दिनुहुन्न। ज्यादा प्रेसर दिएपछि चाहिँ एकदमै सेन्सिटिभ स्किनमा चाहिँ एकदमै र्यासेसहरु आउनेछ। चाहिँ हामीहरु स्क्रबमा जाँदैछौं गाइस। हेर्न सक्नुहुन्छ यहाँनिर बहिनीले स्क्रब निकाल्नु हुँदैछ। हेर्नुहोस् है गाइस, यहाँ स्टेपहरु चाहिँ क्लिन्जरमा कस्तो हुन्छ अनि स्क्रबमा कस्तो हुन्छ है। तपाईहरु यहाँनिर हेरेर यो भिडियो हेरेर घरमै गर्न सक्नुहुन्छ। पानी अलिकति लिएर गर्नुपर्छ गाइस, नभए स्क्रब बिना पानीमा गर्यो भने चाहिँ एकदमै गाह्रो छ हो, ड्राई हुन्छ। स्क्रबको स्टेपहरु चाहिँ भिन्नै हुन्छ है गाइस। नोसमा यसरी गर्नुपर्छ, चिनमा गर्नुपर्छ। नोसमा हेर्नुहोस् गाइस, यहाँ चिनमा पनि गरिराख्नु भएको छ बहिनीले। सेन्सिटिभ स्किनमा चाहिँ फेरि यति साह्रो अब स्टेपहरु चाहिँ गर्नुहुन्न। किन भन्दा सेन्सिटिभ स्किनमा चाहिँ अब ज्यादै अब स्टेपहरु गर्यो भने चाहिँ एकदमै र्यासेसहरु आउने चान्स हुन्छ, पिम्पल्सहरु आउने चान्स हुन्छ। उहाँ बहिनीको स्किन चाहिँ अलिक ड्राई छ र हामीले चाहिँ अलिक स्क्रब चाहिँ अलिक प्रेसर दिएर गरिरहेको छौं। तपाईहरुको अगर स्किन सेन्सिटिभ छ भने चाहिँ एकदम हल्का प्रेसर गरेर चाहिँ गर्नुहोस्। कसैको अगर ड्राई छ भने चाहिँ अलिक ज्यादा प्रेसर दिँदा पनि केही हुन्न। उहाँ बहिनीले चाहिँ ड्राई स्किन छ, त्यसैले गर्दा अलिक प्रेसर दिइराख्नु भएको छ। हेर्न सक्नुहुन्छ गाइस, स्क्रब गरिसक्नु भएको छ बहिनीले। ड्राई स्किनमा चाहिँ तपाईले 10 मिनेट्स गर्दा पनि मिल्छ।
सेन्सिटिभ स्किन छ भने चाहिँ 5 मिनट गर्नुहोस्। कस्तो क्लिन भइरहेको छ। स्क्रबले नै धेरै डिफ्रेन्ट हुन्छ फेस। मेन मसाजमा हामी जाँदैछौँ गाइज, हेर्नु सक्नुहुन्छ यहाँ निकालिराख्नु भएको छ। यहाँ चाहिँ क्लाइन्ट चाहिँ रेडी भइसकेको छ। सक्नुहुन्छ गाइस, उहाँ बहिनीले चाहिँ मसाज गरिराख्नु भएको छ। मसाज गर्दा हमेशा स्लोली गर्नुपर्छ। यो स्टेपहरू तपाईहरु हेरेर घरमै गर्न सक्नुहुन्छ। मैले भनिसकेको छु अघि नै। क्लाइन्टले चाहिँ एकदम रिल्याक्स लाग्नुपर्छ। क्लिनअप होस् या फेसियल होस् गाइस, मसाज चाहिँ एकदमै इम्पोर्टेन्ट हो फेसमा। किन भन्दा हाम्रो मसाज एकदमै राम्रो गर्यो भने यो स्टेपहरू, प्रेसर पोइन्टहरू हामी गर्यौं भने ब्लड सर्कुलेसन राम्रो हुन्छ अनि फेसमा 3 दिनपछि ग्लो आउँछ। नर्मल फेसियल या क्लिनअप चाहिँ 3 दिनपछि ग्लो। बहिनीले चाहिँ प्रेसर पोइन्टहरू गरिराख्नु भएको छ। क्लिनअपमा चाहिँ हामीहरू धेरै स्टेप दिन्नौं, फेसियलमा चाहिँ एकदमै धेरै स्टेप हुन्छ। फेसियलको चाहिँ आधा प्रोसेस क्लिनअप हो गाइस। हेर्न सक्नुहुन्छ मजा गरी फिंगर घुमाइराख्नु भएको छ बहिनीले। अर्को बहिनीले चाहिँ पुरा रिल्याक्स लागिराखेको छ होला। हेर्नुहोस् है, यहाँनिर फिंगरहरू कसरी लगेर चाहिँ उहाँनिर प्रेसरमा चाहिँ मजा गरी प्रेसर दिइराख्नु भएको छ। बहिनीको फेस चाहिँ एकदम ग्लो आइरहेको छ मसाज गर्दाखेरि। चाहिँ फेस प्याक छ। मसाज कम्प्लिट भइसक्यो। ब्रसले चाहिँ मजा गरी हामीले प्याक चाहिँ एप्लाई गर्नुपर्छ। हेर्न सक्नुहुन्छ उहाँ बहिनीले चाहिँ मजा गरी लगाइराख्नु भएको छ। क्लाइन्टको क्लिनअप गर्दा त पुरा फुर्ती हुन्छ कि उपभित्र बहिनी। यहाँ हामी चाहिँ गर्नु पर्यो भने चाहिँ एकदमै अल्छी मान्छ कि। कस्टमरको गर्दा चाहिँ किन फुर्ती हुन्छस्? अब कस्टमरको गर्दाखेरि चाहिँ पैसा पाइन्छ, यो त अब फोकटमा हुन्छ त्यही भएर। हेर्नु गाइस, के भन्नु हुँदैछ बहिनीले चाहिँ कस्टमरको सर्भिस गरेपछि चाहिँ पुरा फुर्ती लाग्छ रे हो। महात्मा गान्धीको टाउको भेटाइन्छ रे हो। यहाँनिर चाहिँ हामी आफै गर्नु पर्यो भने त आम्मामामामा अल्छीले मरिजान्छ। हेर्नु सक्नुहुन्छ गाइस, यहाँ चाहिँ मजा गरी फेस प्याक लगाइराख्नु भएको छ। हुन्छ गाइस, यहाँ चाहिँ फेस प्याक एकदमै ड्राई भइसकेको छ। यहाँ चाहिँ पानी लगाएर हल्का लगाएर चाहिँ यसरी रिमुभ गर्नुपर्छ। लास्टमा चाहिँ कस्तो रिजल्ट आउनेछ म तपाईहरुले देखाउने छु। हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ बहिनीको फेस चाहिँ पहिला भन्दा चाहिँ क्लिन अलिक लागेको छ। क्लिन गरेपछि चाहिँ यहाँ टिस्युले फेस फेरि पानीहरू हल्का छ भने चाहिँ एकदमै त्यसलाई रिमुभ गर्नको लागि चाहिँ यसरी गर्नुपर्छ लास्टमा। चाहिँ हामीहरू यहाँनिर मोइस्चराइजर क्रिम एप्लाई गर्नेछौँ। यो चाहिँ एकदमै लास्टमा है। हेर्न सक्नुहुन्छ गाइस कस्तो क्लिन लागिरहेछ पहिला भन्दा।
कस्तो राम्रो ग्लो आइरहेको छ। अहिले गाइस हामीहरूको क्लिनअप चाहिँ सिद्धिसकेको छ, हेर्नु सक्नुहुन्छ यहाँ कस्तो राम्रो लागिरहेको छ। बहिनीको फेस चाहिँ एकदम क्लिन, मुस्कान छोडिराख्नु भएको छ। मेरो भिडियो तपाईँहरूले मन पर्यो भने प्लिज सब्सक्राइब एन्ड लाइक गरिदिनु होला। आज तपाईँहरूको बिचमा म यति नै भिडियो लिएर आएको छु। आजको लागि बाई बाई। बाई बाई।